हेलो एभ्रिवन सबजनालाई नमस्ते। सो आज चाहिँ म तनहुँ जिल्लाको ढोरब्राई मन्दिरमा आइसकेको छु। सो यता देख्न सक्नुहुन्छ मानिसहरूको भिड पनि धेरै छ र मानिसहरू आउने क्रम पनि जारी नै छ। सो यता देख्न सक्नुहुन्छ यो पोखरीमा केही समय पानी जम्मा हुने र केही समयपछि चाहिँ अटोमेटिक सुकिहाल्ने हुँदो रहेछ। यतातिर चाहिँ भाइले बोका डोर्याउँदैछन् र सँगसँगै क्यामेराम्यानको काम पनि गरिरहेको छन् र हामी यतातिर पूजापाठ गर्ने क्रममा लागिरहेको छौँ। कहिलेकाहीँ यसो फुर्सदको समयमा मन्दिरतिर गएर चाहिँ यसो पूजासुजा गर्ने र मनमा शान्ति लिने काम पनि गर्नुपर्छ है साथीहरू। सधैँ घरमा मात्रै बसेर पनि काम छैन, कहिलेकाहीँ यसो धर्म कर्मतिर पनि इन्ट्रेस्ट त राख्नु पर्यो नि होइन साथीहरू। कहिलेकाहीँ भगवान्प्रति पनि आस्था राख्नुपर्छ। सो यता देख्न सक्नुहुन्छ। सो यो पोखरीमा बच्चाहरूलाई डुबाउनुको उद्देश्य चाहिँ के हो भन्दाखेरि यो बच्चाहरू चाहिँ अलि ठुलो हुँदासम्म बोली फोड्दैन भन्छन् नि, हो त्यही बोली फोड्छ भन्ने विश्वासले गर्दाखेरि यो पोखरीमा चाहिँ बच्चाहरूलाई 3 चोटि डुबायो भने बोली फुट्छ भन्ने विश्वास छ र यहाँ धेरै मान्छेहरू बच्चा बोलेन भनेर पूजा गर्न आउनुहुन्छ र बच्चाहरूलाई डुबाएर पनि निकाल्नुहुन्छ। यो विश्वास चाहिँ पहिल्यैदेखिको हो र यहाँ धेरै ठाउँबाट चाहिँ मानिसहरू पूजा गर्नको लागि आउनुहुन्छ। तपाईहरू कुन ठाउँदेखि यो भिडियो हेर्दै हुनुहुन्छ? यो भिडियो पुरा हेरिदिनु भएकोमा धन्यवाद र भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला।